यो सम्मानित संसदमा मैले पटक पटक भनिरहेको छु, आम जनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ। यो संसद सहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं। नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरूलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, राजनीतिक चरित्रसँग र व्यवहारसँग रिसाएको छ। प्राविधिक रूपमा तपाईहरु ठूलो हुनु होला, तर जनतासँगको तपाईहरुको सम्बन्ध एकदम कमजोर भइसकेको छ। जनतामा ठूलो असन्तोष र आक्रोश छ। लोकतन्त्रको सर्भिसिङ बिना अब जनतालाई आश्वस्त गर्न सकिने स्थिति छैन। यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौं, त्यसलाई तपाईहरुले भत्काइरहनु भएको छ। दुई ठूला पार्टी मिलेर व्यथिति थपिँदै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने हाम्रो चिन्ता छ। सत्तासीन साथीहरुसँग मेरो अनुरोध छ, संख्याको भ्रममा बिल्कुल नपरौं, सत्यसँग साक्षात्कार गरौं। धेरै टाढाका अघिका र इतिहासका कुरा पढ्न र सम्झिन पनि पर्दैन। छेउैका श्रीलंका र बंगलादेशको घटना मात्रै हेरे पनि पुग्छ। श्रीलंकामा राजापक्षजी संख्याको संकटले बाहिरिनु भएको हो र? बंगलादेशको पार्लियामेन्ट त आवामी लीग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो। त्यो थियो अस्ति जनवरीको निर्वाचनको परिणाम। हाम्रो भन्दा 13 महिना कान्छो पार्लियामेन्ट। तपाईहरु जोडतोडको 2/3 घमण्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउजिनुहोस्।